ल साथी हो तपाईँहरूलाई फेरि पनि स्वागत छ यस चारैले केटो च्यानलमा। अनि अहिले चाहिँ कहाँ छु भने नि म होइन पत्लाएको सिमरा सुन्नुभएको होला, सिमरा एयरपोर्ट है। सिमरा एयरपोर्टको छेउमा औद्योगिक क्षेत्र छ अनि त्यहाँभित्र छु म। यो चाहिँ कहाँ भन्दा यहाँभित्र चाहिँ औद्योगिक क्षेत्रभित्र चाहिँ फ्याक्ट्रीहरू धेरै रहेछ अनि फ्याक्ट्रीमा चाहिँ कहाँ छ भन्दा चाहिँ रिक्लाइम फ्याक्ट्रीभित्र, मतलब प्लास्टिक चाहिँ रिसाइक्लिङ हुने ठाउँ रहेछ यहाँ अरे। अनि त्यो फ्याक्ट्रीभित्र छ भने हाम्रो गाडी चाहिँ यहाँ छ 30-12 होइन, अशोक लिल्यान्ड। अनि यो फ्याक्ट्रीमा चाहिँ प्लास्टिकहरू हुन्छ नि, यहाँ आउँदो रहेछ। अनि प्लास्टिक यहाँ आइसकेपछि त्यो प्लास्टिकलाई चाहिँ टुक्रा टुक्रा बनाएर पगालेर फर्मामा हालेर त्यो प्लास्टिकको प्लाइ भन्छ नि, प्लाइ रेडी गरिँदो रहेछ। अनि त्यो प्लाइ चाहिँ हाम्रो गाडीमा लोड हुँदैछ, अहिले उताबाट लोड हुँदैछ। अनि प्लास्टिकको टुक्राहरू चाहिँ वरिपरि ओछ्याइएको छ यहाँ है, देख्न सकिन्छ प्लास्टिकको टुक्राहरू। म तपाईँहरूलाई देखाउँछु अगाडिबाट पनि। यदि तपाईँहरूले सबैले होइन गाउँघर अझै पनि कतिलाई थाहा छैन, मलाई पनि त्यति मजाले थाहा छैन क्या। हुन त प्लास्टिक रिसाइकल हुन्छ भन्ने कुरा धेरै मान्छेहरूलाई थाहा चाहिँ हुन्छ, तर पनि हामी प्लास्टिक चाहिँ जमिन मुनि गाडिदिन्छौँ, यताउति फालिदिन्छौँ, खोलामा बगाइदिन्छौँ। त्यस्तो नगरौँ। प्लास्टिक चाहिँ रिसाइकल हुँदो रहेछ। अनि यो चाहिँ प्रत्येक टोलमा प्रत्येक वडामा एउटा प्लास्टिक हुन्छ नि रिसाइक्लिङ। पुरै फ्याक्ट्री नभए पनि प्लास्टिक चाहिँ भण्डारण गर्ने, त्यो वेस्ट भएको प्लास्टिकलाई चाहिँ भण्डारण गर्ने ठाउँ यदि बनाइयो भने चाहिँ हाम्रो गाउँघर सबै सफा, सँगै हाम्रो देशै सफा हुनेछ। र प्लास्टिकलाई चाहिँ रिसाइक्लिङ गर्ने सेन्टरतिर यस्तो फ्याक्ट्रीतिर पठाइयो भने एक त इन्कमको स्रोत पनि हुने रहेछ। अनि त्यही प्लास्टिक फेरि हामीसँगै आइपुग्छ, त्यसलाई चाहिँ रिसाइक्लिङ गरेर नयाँ बनेर आइपुग्छ, र जसले गर्दा चाहिँ हाम्रो वातावरण चाहिँ संरक्षण हुन्छ है। अनि यो प्लास्टिक फ्याक्ट्रीमा चाहिँ हेर्नु न, प्लास्टिकहरू यसरी राखिएको छ अरे। म तपाईँहरूलाई देखाउँछु। अनि भित्र लोड पनि हुँदैछ। फ्याक्ट्रीको नजारामा चाहिँ अब खिच्न दिन्छ दिँदैन थाहा छैन, त्यो भने अलिअलि देखाउनेछु म तपाईँहरूलाई। हेर्नु होला, यो भिडियो चाहिँ पुरै हेर्नु होला होइन। अब यो लोड भनेको चाहिँ हाम्रो कहाँ लिएर गइन्छ भने उल्लाबारी लिएर गइन्छ है लोड। अहिले चाहिँ कति बज्यो भन्दाखेरि चाहिँ 11:20 भइसक्यो है। आज चाहिँ के बार, आज सोमबार हो। यसरी रङ्गी रङ्गी बिरङ्गी प्लास्टिकहरू चाहिँ छुट्याएर राखिँदो रहेछ। हेर्नु न, यो साइडतिर चाहिँ एक खालको छ, त्यो प्लास्टिकहरूलाई चाहिँ टुक्रा टुक्रा बनाइन्छ क्या, यस्तो हुन्छ क्या प्लास्टिकहरू। यस यतापट्टि यो कलरको छैन, अनि यतापट्टि अलिकति डढेको जस्तो टाइपको देखिन्छ होइन। त्यो बागमती नदीबाट पनि निकालिन्छ अरे क्या प्लास्टिकहरू, निकालेको प्लास्टिक पनि यहीँ आउँछ अरे क्या। तपाईँ हाम्रो गाउँघरमा कति छ यस्तो प्लास्टिकहरू फाल्ने होइन, त्यो टिप्नेहरू पनि आउँछ नि। अनि कति चाहिँ हामी फाल्छौँ क्या लगेर क्या, खोलामा हालिदिन्छौँ होइन, सजिलो होस् भनेर। अनि खेतबारतिर फाल्छ। तर हेर्नु न फ्याक्ट्रीमा हेर्नु न प्लास्टिकहरू यहाँ कति चाहिँ यसरी, त्यो चाहिँ सेतो व्हाइट कलरको छ होइन, त्यसलाई छोपेर राखिएको छ। यसलाई पनि हेरौँ, प्लास्टिक हो यो है। अनि यसलाई चाहिँ सुकाइँदो रहेछ सानो सानो बनाएर, अनि भित्र मिसिनमा लगेर पेलिन्छ। त्यहाँ पनि जाउँ। यो ठाउँमा चाहिँ यो चाहिँ सायद बागमती नदीबाट निकालिएको छ चाहिँ। हेरौँ है प्लास्टिकहरू। अनि यो त्यो साइकलको ट्युब टायरहरू हुन्छ नि, यसमा रोलिङ भएको प्लास्टिकहरू चाहिँ त्यो टाइपको प्लास्टिक छ यहाँ चाहिँ होइन। यहाँ बोर्ड पनि हेर्न सक्ने तपाईँहरू होइन, प्लास्टिक रिसाइक्लिङ फ्याक्ट्री भनेर लेखेको छ होइन, UNOPS। यहाँ लगानी चाहिँ थाहा पाएअनुसार विदेशी कम्पनीले लगानी चाहिँ गरे रहेछ यहाँ अरे होइन। अनि हेर्नु यो खोलहरू, चाउचाउको, चिजबलको, कुरकुरेको, के को खोलहरू। यो चाहिँ अझै मसिनो बनाएर ढुट्टाइएको छ क्या प्लास्टिक यहाँ चाहिँ। यसलाई सुकाइन्छ होला सायद, सुकाइन्छ यसरी। ठुलो छ यस फ्याक्ट्री, औद्योगिक क्षेत्र चाहिँ हामी त धेरै फ्याक्ट्रीहरू बन्दैछ है सिमराभित्र चाहिँ। एयरपोर्ट पनि नजिकै छ। अनि हाम्रो पारिँदै हुनुहुन्छ यहाँ चाहिँ। यही त्यो बाहिर देख्नुभएको प्लास्टिकको टुक्राहरूबाट चाहिँ यस्तो यस्तो रेडी हुन्छ है। अनि गाडीमा चाहिँ लोड हुँदैछ है, 220वटा लोड हुन्छ अरे, जम्मा 9 टन लगभग। यहाँ चाहिँ दाइहरूले यो मिसिनमाथि हाल्छन्, अनि मिसिनमाथि हालेपछि सिधै त्यो ट्रकमा लोड गर्छन् सजिलो तरिकाले पर। यहाँबाट प्लास्टिक हालिन्छ होइन, यिनीहरू प्लास्टिकहरू मिसिनको थ्रुबाट माथि हाल्छ यो प्लास्टिकहरू होइन। अनि यो मिसिनमा हालिन्छ है। अनि यहाँ मिसिनमा त्यहाँ दाइले घोल्नु हुन्छ, अनि टुक्रा भएर आएर यहाँ उयो दाइले चाहिँ बोरामा प्याक हाल्नुहुन्छ गर्नुहुन्छ, अनि यसलाई सुकाउनुहुन्छ अरे। तपाईँहरूले देखिहाल्नु होला, पुरै मजाले खिच्नु चाहिँ नखिच्नु भन्दै हुनुहुन्थ्यो। अनि मैले चाहिँ फास्ट अलिअलि
खिचे होइन। अनि हामीले भण्डारण क्षेत्र हेरौँ न कोठाहरू कच्चा पदार्थ यो र मेटेरियल्स भन्छ क्या यसलाई चाहिँ क्या र मेटेरियल कति धेरै छ यहाँ तपाईँहरूलाई म अलिक मजाले देखाउँछु है देख्नु भयो या भएन होइन पुरै छ क्या डरलाग्दो छ क्या यहाँ अब चाहिँ तपाईँहरूले कतिले मेरो भिडियो हेर्नुहुन्छ भने प्लास्टिक यसरी नफाल्नु होला गाउँघरतिर तपाईँको मतलब गाउँघरतिर चाहिँ फाल्दा हुन्छ तर त्यसरी नफाल्नु क्या निश्चित ठाउँमा राख्नुहोस् होइन। अनि वडाले बनाओस् क्या यो प्लास्टिकहरू चाहिँ एक ठाउँमा हुन्छ गाडी गाडी आउँछ नि हाम्रो गाउँघरतिर फोहोर उठाउनेहरू त्यस्तोहरूले निश्चित ठाउँमा लगेर राखोस् अनि त्यसलाई प्रशन गर्ने ठाउँमा पठाइदियोस् क्या जसले गर्दा हाम्रो पृथ्वी स्वच्छ सफा हुन्छ क्या त्यो सबै प्लास्टिकको थुप्रोहरू क्या। अनि यहाँभित्र फ्याक्ट्रीमा चाहिँ के कुराको पालना गर्नुपर्छ यहाँ बोर्ड पनि छ तपाईँहरूलाई म देखाउँछु। कुनै पनि फ्याक्ट्रीभित्र चाहिँ होइन अनुमति बिना प्रवेश निषेध अनि सँगै अनि यो प्लास्टिक फ्याक्ट्रीमा चाहिँ धुम्रपान गर्दै गर्नुहुन्न होइन। यो क्षेत्रमा अनि खाली सफा राख्नुहोस् होइन हरेक चिजहरू किप दिस एरिया क्लिन क्लिन भनेको छ होइन। अनि हेलमेट र चस्मा चाहिँ लगाउनु पर्छ अरे मास्क अनिवार्य अनि सँगै कानमा सुरक्षात्मक लगाउनुहोस् भनेको चाहिँ कानको सुरक्षात्मक भनेको कानलाई सुरक्षा गर्नुहोस् मिसनको आवाज डिस्टर्ब हुनसक्छ। अनि तपाईँको अब ज्याकेटहरू लगाउनु सेफ्टी ज्याकेटहरू पन्जा अनि एउटा बुट चाहिन्छ अनिवार्य। यो चाहिँ कच्चा माल भण्डारण गर्ने ठाउँ हो। म चाहिँ यहाँभित्र छु अहिले। किलो यो चाहिँ अनि त्यो प्लास्टिकलाई होइन गत्ता बनाउने प्लास्टिकको प्लाई भनौँ न त्यो यो फरमा रहेछ। अहिले चाहिँ यहाँ त्यो काम भइरहेको छैन नत्र तपाईँहरूलाई त्यो पनि म देखाउने प्रयास गर्नु चाहिँ होइन। फर्माहरू चाहिँ यस्तो हुन्छ है फर्मा हेरौँ न है प्लास्टिकको प्लाई बनाउने फर्मा यस्तो भित्र मन परि जहाँ पाइँदा भिडियो खिच्न मिल्दैन। मैले जहाँ पाइँदा खिचाएको पनि छैन होइन। अनि एउटा फ्याक्ट्री हुनुहुन्छ के चाहिन्छ भन्दा चाहिँ होइन सेक्युरिटी गार्ड हुनु पऱ्यो होइन पार्किङ एरिया हुनु पऱ्यो ठुलो भेहिकल सानो भेहिकल अनि सँगै अनि चमेना गृह भनेको चाहिँ खाना खाने ठाउँ क्यान्टिन भन्छ। अनि मैला पुरुषको लागि अलग अलग बाथरुम प्रयोग हुनु पऱ्यो। यहाँ त्यो चिज चाहिँ सबै छ यहाँ पछाडि छ त्यो चिज चाहिँ यति चिज चाहिन्छ। अनि सँगै लाइनको व्यवस्थापन हुनुपर्छ इन्भर्टर हुनुपर्छ यहाँ त्यो सब चिजहरू छ। अनि ठुलो कारखाना छ भित्र कटिङ मेसिन छ अलिक त्यो ठाउँमा चाहिँ क्यामेरा चाहिँ साइन कटआउट छ क्या त्यही ठाउँमा चाहिँ खिच्नु मिल्दैन। अब आफू भनेको गाउँघरदेखि अहिले बाहिर हुन्छ नत्र गाउँघरमा नै है प्लास्टिक चाहिँ हाल्नु हुँदैन है। यसरी प्रशोधन केन्द्रतिर पठाउनुपर्छ एउटा निश्चित ठाउँ बनाऊ भनेर भन्थ्यो होला। अब गाउँघरतिर छैन हुँदैन प्रायः र पनि अब जसरी मेरो भिडियोहरू हेर्नुहुन्छ अनि अब आफै अब सचेतना बुझ्नु पऱ्यो कि प्लास्टिकको चाहिँ अब धेरैलाई थाहा छ नि त रिसाइकल हुन्छ भनेर किनकि प्लास्टिकको बोतलहरू टिप्नेहरू हिँडिरहेको हुन्छ होइन थाहा छ धेरैलाई तर पनि अब जहाँ पाइँदा फालिन्छ सकभर नफाल्नु होला। अब हाम्रो लोड हुन्छ लोड भइसकेपछि हाम्रो यात्रा जारी हुन्छ। खुसी लागिरहेको जाडो छ है म्यादीको ज्याकेटले जस धेरैभन्दा धेरै मलाई चाहिँ मद्दत गरिरहेको छ क्या। अब योपालि पनि म्यादी खाइदिउँ जस्तो लाग्छ। अब यहाँ आफ्नो काम सिक्ने तर्खरमा छ पैसाको चक्कर गर्ने कि कामको तर्खर गर्ने भनेर म चाहिँ योपालि चाहिँ म्यादी नखाउँ होला। यो धेरै मद्दत भइरहेको छ म्यादीको ज्याकेटले मलाई चाहिँ यस्तो जाडोमा पनि। अनि यहाँ चाहिँ हाम्रो गेट किदाय हुनुहुन्छ यहाँ चाहिँ फ्याक्ट्री हुने एउटा गेट पास पनि चाहिन्छ यहाँ अनि मात्र फ्याक्ट्रीको सो हुन्छ हेर्नु न कत्रो छ एरिया ठुलो छ नि एरिया। अब चाहिँ हाम्रो गाडीमा लोड भइसक्यो पुरै प्लास्टिकको प्लाई लोड भइसक्यो भने हामी अब हिँडिसक्यो यहाँदेखि निक्लिसक्यो बाहिरमा चाहिँ आफ्नै पारामा। अनि यहाँको यो बाटो फेरि बब्बाल छ यो वीरगञ्ज जाने बाटो नि यस्तो बवाल रहेछ बाटो यहाँको फेरि ए वीरगञ्ज जाने बाटो एकदम बवाल छ। हामी चाहिँ सिमराबाट निकाल्दैछौँ टाढा आइरहेछौँ न एकदम बवाल बाटो छ यो बाटो पनि। आज फेरि टक्क घाम पनि लागिरहेछ कि घाम लागेपछि मैले मेरो ड्रेस मोजा पनि धुइदिएँ। ओहो यो बाटोमा चाहिँ थोरै बाइक ठोकेको छु नि अरे पुल बन्द लागेको छ है। हामीले आज रामै हानेको छैन अब इलेक्सनमा हानिन्छ कहाँ पुगेर हान्ने भाइ अस्तिको सिलेक्सन होटेलमा
के हल चाहिँ लालगढ अनि त्यस्तै छ खानाघाट टाउको पनि धुटेको मैले हामी चाहिँ ठाउँ उठेर पनि हिँड्न सक्यो अनि अहिले चाहिँ हामी यहाँ कोशी पुलमा आइसक्यौँ बाहिर चाहिँ हुस्से बवाल लागिरहेछ है उसले केही देखाएको छैन पानीहरू पुलमा चाहिँ उसले एकदमै केही देखाएको छैन झाडु छ झाडु छ भित्र त राम्रै आउँदो रहेछ बाहिरको मजाएर आउँदो रहेछ राम्रो छ नि कुदाउने जाडोमा मजा कि गरिमा मजा हो जाडोमै मजा जाडोमै मजा दुकान त लाउन पायो च्याप्प लगाएर च्याप्प बसेर ट्याङ्क ट्याङ्क जाडोमा लुगा लाउन पाइन्छ गर्मीमा पसिना यस्तो गर्दैन हुन्छ है घरिमा जाडोमा ठाउँ ठाउँमा मुद्दै हिँड्दै पसिना आउँदैन नि त कोशी पुलमा चाहिँ गर्मी यहाँ चाहिँ साइडमा राखेर लाउनु मिल्छ होला नि त गर्मी जाडो यहाँ ठिक हुन्छ नि त प्रश्न लाग्यो पुल हामी कोशी पुल क्रस भइसक्यो अनि क्रस अब चाहिँ हामी काँटामा छिर्ने बाजा पर्दैन होला छिर्न छोडेन हामी यहाँ कोशी कटानमा आइसक्यौँ भने अनि यहाँ चेक पनि हुन्छ अनि गाडी राखेर अब यहाँ चाहिँ दुईवटा गाडी हामी सँगसँगै आएको अनि अब यहाँ चिया खाने हो दाइ चाहिँ यहाँ ट्रिट बनाउन जानुभएको छ हामी चाहिँ कोशी कटानमा चिया खाइसकेर होइन हिँडी पछाडि अहिले चाहिँ हामी इन्टर आइपुग्यौँ अनि इन्टर आइपुग्दासम्म भने भुस्सेको मात्रा चाहिँ त्यति धेरै घटेको छैन
आज त सायद दिनभरि भुसा लाग्छ होला, त्यसै चाहिँ लागिरहेको छ। अनि हामी चाहिँ आइसक्यौँ त्यो चोक। यता चाहिँ विराटनगर गइन्छ, यता चाहिँ धरान। काने पोखरदेखि चाहिँ यता डाइभर्सन रहेछ, डाइभर्सनले बाटो मोडेको रहेछ। अनि हामीलाई चाहिँ यो टाङ्गै पुऱ्याउनु लागिसक्यो, लेटाङ पुरा हामी गइछौँ। 8-10 किलोमिटर माथि आइसक्नु लागि। यता आइएको थिएन भाइ, आइरहेको छ। हस्टोडी आइरहेछ यता। कुनै दिन झोडाबाट चाराली पठाउन सक्छ भाइ। ड्राइभरसँग कति लामो बनाएको। को साथीहरूलाई चाहिँ अब है यहाँ काने पोखरदेखि माथि डाइभर्सन छ, लेताङसँग पुर्याउँछ। यहाँ पनि 100 रुपियाँ तिर्नु पर्दो रहेछ यहाँ हाइवेले घुमाउँदा पनि। को आउँदै हुनुहुन्छ यता गयो भने बजार, यता डाइभर्सन। शनिबार हाट बजार। बजार त बबाल छ यहाँ त नि। यहाँ चाहिँ एक्सन भयो जस्तो छ, हेर्नु न यहाँ रगत बाटोमा। ड्राइभरसनले बाटो मुनि मोड्यो, कता कताबाट छिराइदियो। अनि यस्तो राम्रो बाटो छ, ओभर स्पिड होला। घाम पनि लागिसक्यो है। हामीलाई चाहिँ लेटाङको बाटो हुँदै मदन भण्डारी बाटो आइपुग्यो हामी चाहिँ। हाम्रो देशको शान पहाड। सिमराबाट लोड गरेको माल लिएर हामी चाहिँ आइसक्यौँ उल्लाबारी। अब यो माल झर्न मात्र बाँकी छ, लेबर आउन 2 घन्टा लाग्छ अरे। यहाँ चाहिँ हामी पहिले पनि आएको थियौँ ठाउँमा चाहिँ, एउटा चाहिँ मिसिन हामी लोड गरेको थियौँ पहिले भने। ऊ त्यस्तो मिसिनहरू अनि यहाँ इन्टरलक बनाउने केमिकलहरूदेखि लिएर त्यसको फर्माहरू पनि यहीँ पाउँछ। यहाँ आइसक्यौँ। अब अहिले एकछिनमा हाम्रो गाडी चाहिँ खाली हुन्छ।
घाम अलिअलि लागिरहेछ। यहाँ यो लेबरहरू नआए पनि मैले गाडीहरू चाहिँ हल्का पानी सानी हालेर चिटिक्क बनाइसकेँ होइन। अनि अब चाहिँ हाम्रो यो यात्रा पनि सक्यो। प्लास्टिक फ्याक्ट्रीबाट प्लास्टिकको प्लाई लिएर आएको थियौँ। अनि फेरि अब हामी भेट्नेछौँ अर्को यात्रामा। कस्तो दामी घर छैन, कमायो भने पछि यस्तै बनाउने हो।